रमाइलो भइरहेछ नि यति उकालो बाटोहरू यात्रा गर्दा गर्दै थकित भएको अवस्था। पहिला भन्दा त अहिले धेरै सुधार भएको रहेछ नि त बाटो। पहिला चाहिँ पुरो ढुङ्गा ढुङ्गा हिँड्नु पर्थ्यो, अहिले जोस् गाह्रो थियो। यस्तो उकालो उकालो हिँड्नु पर्छ, यति सहज छैन। जम 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 अब 750 मिटर हो क्या, मिटर 750 मिटर को के छ, कस्तो लागिरहेको छ हिँड्दाखेरि? रमाइलो भइरहेछ नि यति उकालो बाटोहरू यात्रा गर्दा गर्दै थकित भएको अवस्था। पहिला भन्दा त अहिले धेरै सुधार भएको रहेछ नि त बाटो। पहिला चाहिँ पुरो ढुङ्गा ढुङ्गा हिँड्नु पर्थ्यो, अहिले जोस् गाह्रो थियो। यस्तो उकालो उकालो हिँड्नु पर्छ, यति सहज छैन। जम 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 अब 750 मिटर हो क्या, मिटर 750 मिटर को